जापानमा तपाईहरुले यस्तो ठाउँहरुमा पर्खालमा बाटोको छेउतिर चाहिँ यस्तो सामानहरु चाहिँ टक्क राख्दिएको देख्नु भएको छ होला हैन। यो सामान चाहिँ कस्तो सामान हो भन्दा चाहिँ मान्छेले मिस्टेकली छाडेर झरेर हराउँछ नि त्यस्तो सामानहरु हो। यो सामान चाहिँ अरु मान्छेहरुले टिपेर देखेर चाहिँ यहाँ माथि राख्दिएको अनि त्यो मान्छे चाहिँ अर्को मान्छेहरु आओस् सकुशल लगोस् उसको सामान भनेर चाहिँ राख्दिएको सामानहरु हो हैन। यहाँ चाहिँ साइकलको चाबी रहेछ अनि त्यसपछि यहाँ एयरपोर्ट पनि रहेछ हैन। लिएर जान्छन् होला सायद लाग्छ अनि उ त्यहाँनिर पनि रहेछ के यहाँनिर पनि डल के कस्तो राम्रो डल छ हैन। टक्क लगाएर झुन्डाएर कस्तो मजाले राख्दिएको छ। नेपालमा त हराएपछि हतपत भेट्नलाई गाह्रै छ हैन। यतातिर त ट्रेनतिर पनि कोही बेला पर्सहरु के झरेको हुन्छ। सबै त नभनौं प्राय भेटिन्छ। त्यही भएर सेफ लाग्छ अनि फोनहरु यस्तै चाबीहरु साइकलको चाबीहरु यस्तै गुडियाहरु भयो हैन। त्यस्तो भेटिन्छ। त्यही भएर राम्रो लाग्यो मलाई चाहिँ। तर छाता चाहिँ भेटिँदैन है।